भने भोलि भन्यो मरि जाने चोला आज भने भोलि भन्यो मरि जाने चोला भजन कीर्तन गरे त पक्कै राम्रो होला लैजा हरिहर वैकुण्ठमा सरर लैजा हरिहर वैकुण्ठमा सरर लैजा हरिहर वैकुण्ठमा सरर पितम्बरका दामला गाईलाई बाँधनी त पितम्बरका दामला भजन गर भक्त हो वैकुण्ठमा जामला भजन गर भक्त हो वैकुण्ठमा जामला भजन गर भक्त हो वैकुण्ठमा जामला भजन गर भक्त हो कसले दिल ज्ञान रामले ज्ञान भयो मूर्ख समान रामले ज्ञान भयो मूर्ख समान रामले ज्ञान तगरीमा बाटुन्जेली हाँस खेला मरे त बगरीमा जीवन घाम पानी हो सबै छोडी जानी हो जीवन घाम पानी हो सबै छोडी जानी हो जीवन घाम पानी हो सबै छोडी जानी हो
कञ्चमुलको पानी कहिले तल कहिले माथि कञ्चमुलको पानी नरङ्गलाई भुलाउने यो कलीको बानी घुम्छ यो कलीमा चारै युगको रटना घुम्छ यो कलीमा चारै युगको रटना घुम्छ यो कलीमा चारै युगको रटना कोहीको जन्म अस्पतालमा कोहीको हिँड्दा हिँड्दै कोहीको जन्म अस्पतालमा कोहीको हिँड्दा हिँड्दै जन्मने मृत्यु एउटै पर्नु मृत्यु भिन्न भिन्नै जन्मै नदेऊ राम यिनै दुःख हुन् जन्मै नदेऊ राम यिनै दुःख हुन् जन्मै नदेऊ राम यिनै दुःख हुन् चिप्लो बाटो पानी नै परेको उकालीको चिप्लो बाटो पानी नै परेको शिवजीको नाम जपी शरण परेको हेर्दा चाहिँ क्यारी आउनु भयो बिना लाउने उकाली क्यारी आउनु भयो बिना लाउने उकाली क्यारी आउनु भयो बिना लाउने उकाली यो मन्दिरका देउताले एक बिन्ती देऊ न यहाँका जतिलाई इच्छा गर्दैन देऊ न पुरा हरियारले मनले आँटे थाकेको पुरा हरियारले मनले आँटे थाकेको पुरा हरियारले मनले आँटे थाकेको
कहिले पनि भुल्नुहुन्न हरि र रामलाई कहिले पनि भुल्नुहुन्न हरि र रामलाई रुखो वचन बोल्नुहुन्न बाबा र आमालाई कर्म गर खानी धर्म गर लैजाने कर्म गर खानी धर्म गर लैजाने कर्म गरे खानी धर्म गर लैजाने भक्तवत्सल भगवानको शंकर भगवानको गायत्री भगवती माताको हरिहर भगवानको भक्ति भजन नेपालको हातमा प्यार आएर सबैजना गयो सोमबारको दिन एकचोटि प्रेमले भनौँ हर हर अझै चौरविषयमा भन्नुहोस् त एकचोटि भगवानलाई आकाशतिर हेरेर हर हर प्रेमले भन्नुहोस् राधे राधे ल अब यहाँ चाहिँ है धेरैजनालाई नाच्न मन लागेको छ तर यो नाचलाई लाजले छोप्छ के हेर्नुहोस् है त्यही भएर नाच्नको लागि लाज नमान्नु होला है लाज केमा मानिन्छ भन्दा नराम्रो काम गर्ने बेलामा मलाई लाज मान्ने हो है त है त्यो मनमा नाचम नाचम हुँदाहुँदै ननाच्नु पनि फेरि के हुन्छ त्यो आउन लागेको धर्म रोकिन सक्छ कि राधे राधे है सबैजनाले प्रेमले भजन गाउनु होला नाच्नु होला र जसले भजनलाई गाउँदछ त्यसलाई भागवतले पनि के भनेको छ भने नाम संकीर्तनम यस्य सर्व पाप प्रणाशनम भगवानको नामको कीर्तन एकपटक गर्दा पनि सबै पाप नाश हुन्छ भने आज व्रत बसेको दिनमा आज साउन महिनाको सोमबारको दिनमा भगवानको नाम कीर्तनको महिमा अमूल्य रहेको छ है त सबैजनाले प्रेमले भगवानको भजनलाई गाउने नृत्य गर्ने गर्नु होला अब हामी अत्यन्तै नयाँ शैलीको भजन प्रस्तुत गर्दैछौँ सबैजनाले नाचेर ताली लगाएर साथ दिनु होला राधे राधे धन्यवाद चलो चेक उपस्थित सम्पूर्ण भक्तजनहरूप्रति नमस्कार सहित सबैले प्यासले भन्नुहोस् राधे राधे यतिले मात्र पुग्दैन सबैजनाले चर्को स्वरमा प्लिज राधे राधे सबैले नाच्नु होला गाउनु होला हरि हरि संसारको चल्ती चलन भगवानको लीला संसारको चल्ती चलन भगवानको लीला जन्मेपछि मर्नै पर्ने 84 लाख चोला जन्मेपछि मर्नै पर्ने 84 लाख चोला ए हुन्छ कि हुन्न ए राधा हुन्छ कि हुन्न ए राधा हुन्छ कि हुन्न ए राधा हुन्छ कि हुन्न ए राधा
सत्यले दुखै सत्कर्मले सुखै मिल्छ सत्यले दुखै ए हुन्छ कि हुन्न ए राधा हुन्छ कि हुन्न ए राधा धर्म राधा हुन्छ कि हुन्न ए राधा धर्म राधा हुन्छ कि हुन्न ए राधा हरि हरि पूजा गर्यो पाठ गर्यो राम्रै हुन्छ भनी पूजा गर्यो पाठ गर्यो राम्रै हुन्छ भनी तीर्थ व्रत दान पुण्य सबै गर्या छु नि तीर्थ व्रत दान पुण्य सबै गर्या छु नि ए हुन्छ कि हुन्न ए राधा हुन्छ कि हुन्न ए राधा